भनेको अहिले मुख्य तपाईँको भनाइको चाहिँ यो समरी के भयो भन्दाखेरि कुनै पनि मान्छेलाई देवत्वकरण गर्ने, दानवीकरण गर्ने, रातारात देउता बनाइदिने, रातारात राक्षस बनाइदिने, यो सब कुरा चाहिँ कहीँबाट फन्डेड छ र एकैछिनमा हुलुक्क आउने हुलुक्क झर्ने बनाएको चाहिँ यो सबै अरू कसैको खेल छ भन्ने कुरा भयो यहाँ। अरू के छ, एनजिओ र आइएनजीको खेल छ र बालेन पनि बारबारा फाउन्डेसनबाटै चलेको, सबै बारबारा फाउन्डेसनबाट चल्या हो। र बारबारा फाउन्डेसनको लिङ्कअप कहाँ गएर जोडिन्छ भन्दाखेरि राजा महेन्द्रको पालामा बारबारालाई देश निकाला गरेको त्यो रिस पनि थियो। त्यसले गर्दाखेरि तपाईँले के बुझ्नुहोस् भने टङ्कजी, यो देश टुक्र्याउने र यहाँ ठुलो खेला हुँदैछ। यहाँ त बारबारा फाउन्डेसनको कुरा चल्यो। मैले त्यो बारबारा फाउन्डेसनको बारेमा मैले पनि अलिकति यहाँ चाहिँ खोज तलास गरेको थिएँ होइन। मैले के भेटेँ भने अब बारबारालाई पहिला 2 पटक देश निकाला गरेको थियो। त्यसलाई पोलिटिकल रिजन भन्छन्, अब वाट एभर रिजन, त्यो चाहिँ ठ्याक्कै यसै भन्ने कुरा रेकर्डेड काहीँ पनि भएन। अनि पछि चाहिँ गणतन्त्र आइसकेपछि त्यो सरकारले उनलाई नेपाल बोलाएर नेपालको नागरिकता दिएको रहेछ।